चेन्ज गर्ने हो यो सेकेन्ड पर्सन हो अब्जेक्ट अनुसार फर्स्ट पर्सन हुन्थ्यो त यो सब्जेक्ट अनुसार बदल्नु पर्थ्यो हैन बुझिरहेछौ यहाँ मैले तिमीहरूलाई अघि पनि बताएको सेड रहन्छ त सेडैमा बदल्नु पर्छ सेडै लेख्नु पर्छ हैन अर्को सेड टु रहन्छ त केमा बदल्नु पर्छ टोल्डमा बदल्नु पर्छ सेड टु हुन्छ त केमा बदल्नु पर्छ टेलमा बदल्नु पर्छ है अर्को सेज टु रहन्छ त केमा बदल्नु पर्छ टेलमा बदल्नु पर्छ बुझिरहेछौ अर्थात अब हेर त यहाँ यो जस्ताको त्यस्तै लेख्नु पर्छ सुरुवालामा यसको यो के हो यसको नाइरेसन चेन्ज गर्दाखेरि हेर त के हुन्छ हि सेड टुलाई केमा बदल्नु पर्छ मीको मी नै रहन्छ मीको मी नै रहन्छ दैटले जोड्ने यस्तो दैट के को काम गरेको छ यहाँ जोड्नेको यो सेन्टेन्स र यो अर्को सेन्टेन्स यो दुईटै सेन्टेन्सलाई जोड्ने काम गरेको छ दैटले है अब यु कुन पर्सन सेकेन्ड पर्सन के अनुसार बदल्ने है त यु यो मी अनुसार बदल्नु पर्छ अब मी को सब्जेक्टिभ केस के हुन्छ आई ठीक छ अब हेर त यहाँ V1 आयो त V1 वा V5 हुन्छ त कुन भर बनाउने V2 बनाउने है अब V2 बनाउनु पर्यो त यसको V2 के हुन्छ 8 म्याङ्गो कुन पर्सन हो थर्ड पर्सन चेन्ज त म्याङ्गोको म्याङ्गो लेख्नु पर्छ है म्याङ्गोको म्याङ्गो पर्छ भइहाल्यो अर्को सेन्टेन्स हेर्ने He said to me you are eating rice you are eating rice अब हेर्ने यसमा कति चेन्ज हुन्छ सेड टुलाई केमा चेन्ज गर्नु छ टोल्डमा चेन्ज गर्नु छ बाँकी लेख्नु पर्छ टोल्ड है यसको चाहिँ पर्सन चेन्ज हुँदैन पर्सन चेन्ज कहाँको हुन्छ त यो डबल इन्भर्टेड कोमा भित्रको पर्सन चेन्ज हुन्छ डबल इन्भर्टेड कोमाको बाहिरको माध्यमले हैन यो के हो सब्जेक्ट हो हैन यो के हो अब्जेक्ट हो बाहिरको अनि डबल इन्भर्टेड कोमा भित्रको यो सब्जेक्ट हो यो अब्जेक्ट हो त सब्जेक्टको ठाउँमा यसलाई लेख्छौ त सब्जेक्टै बनाएर लेख्नु पर्छ अब अर्को हेर त यहाँ सेट टु को सेट टु ही को ही मी को मी यतातिरको पर्सन चेन्ज हुँदैन डबल इन्भर्टेड कोमा बाहिरको पर्सन चेन्ज हुँदैन पर्सन कहाँको चेन्ज हुन्छ त डबल इन्भर्टेड कोमा भित्रको पर्सन चेन्ज हुन्छ पर्सन कहाँको चेन्ज हुन्छ डबल इन्भर्टेड कोमा भित्रको पर्सन चेन्ज हुन्छ हैन अब यो लेखिदियो अब यो दुईटै सेन्टेन्सलाई दैटले जोड्नु पर्छ है यो कुन पर्सन हो फर्स्ट पर्सन सेकेन्ड पर्सन के अनुसार बदल्नु पर्छ अनुसार यो हो अब्जेक्ट बाहिरको हैन डबल इन्भर्टेड कोमाको बाहिरको अब्जेक्ट यो अब मी छ मीलाई सब्जेक्ट बनाएर लेख्नु पर्छ किनभने यो सब्जेक्टको ठाउँमा छ अनि मीलाई अब सब्जेक्टको ठाउँमा लेख्नु पर्छ त्यसैले मी के भयो त आई अब हेर नियममा हेर त यहाँ EAMR रहन्छ त केमा बदल्ने वेयरमा बदल्ने है त यहाँ के छ त यु छ तयार छ त आई को साथमा वाज हुन्छ कि वेयर हुन्छ वाज हुन्छ त वाज हुन्छ त यहाँ वाज लेख्नु पर्छ बाँकी केही चेन्ज गर्नु पर्ने छैन हैन जे छ त्यही लेखिदिने इटिङ है राइस कुन पर्सन थर्ड पर्सन चेन्ज हुन्छ हुँदैन चेन्ज हुँदैन भने त्यही कुरा लेखिदिनु पर्छ त यहाँ भइहाल्यो राइसको राइसै भयो अर्को हेर त 3 नम्बर वाला इक्जाम्पल he said to me
डबल इन्भर्टेड कोमा है you have eaten rice अब यसको नाइरेसन बनाउनु पर्दाखेरि के चेन्ज गर्नुपर्छ डबल इन्भर्टेड कोमा भन्दा बाहिरकोमा हैन के चेन्ज गर्ने सेट टु हुन्छ टेल्स टु हुन्छ है सेज टु हुन्छ त त्यो कुरालाई मात्रै चेन्ज गर्नुपर्छ बाँकी जस्ताको त्यस्तै लेख्नु भएर त यहाँ हि छ त मैले हि लेखे सेट टु छ त टोल्डले लेखे मी छ त मी लेखे पर्सन मैले चेन्ज गरेछु छैन पर्सन चेन्ज कहाँको गर्नु छ त यो डबल इन्भर्टेड कोमा भित्रको है डबल इन्भर्टेड कोमा भित्रको लाई मात्रै चेन्ज गर्नु छ पर्सन ल यहाँ त हि को हि सेट टु लाई केमा चेन्ज गर्ने he told me that त्यसपछि you कुन पर्सन सेकेन्ड पर्सन के अनुसार बदलिन्छ अब्जेक्ट के छ मी अब मीलाई यु सब्जेक्टको ठाउँमा छ त मीलाई पनि सब्जेक्टको ठाउँमा लेखिरहेछौ हामीहरू त के लेख्छौ आई लेख्छौ त यहाँ के भइहाल्छ आई है अब यहाँ हेर त हैज चाहिँ हैज रहन्छ त केमा बदल्नु छ ह्याडमा बदल्नु छ ह्याड अब बाँकी जे छ त्यही लेखिदिने है EATEN इटेन राइस को राइस भइहाल्यो अर्को इक्जाम्पल हेर्ने 4 नम्बरको He said to us he said to us you have been eating rice. You have been eating rice. अब यसलाई चेन्ज गर्नु पर्यो यो जस्ताको त्यस्तै हुन्छ he said to लाई टोल्डमा बदल्ने said to लाई केमा बदल्ने असको अस हुन्छ अनि यो दुईटैलाई द्याटले जोड्ने टीआरजेटली द्याटले जोड्ने द्याटले जोडाइहाल्छ अब हेर्ने यु सेकेन्ड पर्सन के अनुसार बदल्ने अब्जेक्ट अनुसार अब यहाँ अब्जेक्ट अस छ असलाई सब्जेक्टको रूपमा लेख्छौ त के हुन्छ के हुन्छ हुन्छ डब्लुई वी हुन्छ अब हेर त यहाँ have has been रहन्छ त केमा बदल्नु पर्छ had been मा बदल्नु पर्छ यो त दुईटाको नियमको लागि माथिकै हो यहाँ बिन छ त यहाँ पनि बिन थपिएको छ हैन हेर त we had been अब इटिङ छ त इटिङ राइस त थर्ड पर्सन हो चेन्ज हुन्छ थर्ड पर्सन नो चेन्ज थर्ड पर्सनलाई चेन्ज नगर्ने इटिङको इटिङ लेख्ने थर्ड पर्सन राइस छ त राइसै लेखिदिने बुझ्यो यतातिरको नियम हो यसमा नबुझ्ने ल आजलाई यतकै होस् है अब तपाईहरु मेरो च्यानल हेरेर लाइक र सब्स्क्राइब गरिदिनु होला शेयर पनि गरिदिनु होला यस्तै हरेक दिन भिडियोहरु मैले हाल्ने गर्छु मैले यो भन्दा पहिला केस चार्ट पढाएर आफ्नो भिडियोमा डालिदिएको कारणले मैले आज केस चार्ट नपढाएको हो यो भन्दा पहिला केस चार्ट हेल्पिङ भर त्यो कुराहरु मैले पढाएर आफ्नो भिडियोमा हालिदिएको छु त्यहाँबाट तपाईहरुले हेर्न सक्नुहुनेछ यहाँबाट मैले डाइरेक्टली केस चार्ट अघि पढाइदिएको कारणले यहाँ डाइरेक्टली मैले नरेसन पढाएको हो ल थ्यांक यू धन्यवाद।